पृथ्वी विशाल छ। हजारौं ठाउँ छन् जहाँ हामी सजिलै पुग्न सक्छौं, रमाउन सक्छौं र खोज अनुसन्धान गर्न सक्छौं। तर सोच्नुस् त, त्यही पृथ्वीमा यस्ता ठाउँहरू पनि छन् जहाँ कुनै पनि सामान्य मानिसलाई पाइला राख्न दिइँदैन। त्यहाँ छ रहस्य, खतरा र अकल्पनीय गोप्य कुरा। दर्शकवृन्द, आजको भिडियोमा हामी देखाउँदैछौँ विश्वका 10 यस्ता निषेधित ठाउँहरू जहाँ प्रवेश गर्नु भनेको कल्पनाभन्दा परको कुरा हो। नम्बर 1 मा रहेको छ नर्थ सेन्टिनल आइसल्यान्ड, भारत। यो टापु भारतको अन्डमान निकोबारमा पर्दछ। यहाँ सेन्टिनल ट्राइब्स नामक आदिवासी बस्ने गर्दछन्, जो हजारौं वर्षदेखि बाहिरी संसारबाट टाढा रहेका छन्। जो कोही त्यहाँ पुग्ने प्रयास गर्छ, उनीहरू धनुष बाणसहित आक्रमण गर्छन्। भारत सरकारले त्यहाँ पाइला राख्न पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। यो पृथ्वीको त्यस्तो केही ठाउँमध्ये एक हो जहाँ बाहिरी मानिसको छायासम्म पुगेको छैन। नम्बर 2 मा रहेको छ एरिया 51 अमेरिका। एरिया 51 रहस्यले भरिएको नाम हो। नेभाडाको मरुभूमिमा लुकेको यो अमेरिकी सैन्य क्षेत्र युएफओ र एलियनका कथाले प्रसिद्ध छ। कसैले नजिक पुग्यो भने तुरन्तै सुरक्षा बल सक्रिय हुन्छ। फोटो खिच्न र रेकर्ड गर्न त परेको कुरा भयो। नम्बर 3 मा रहेको छ भ्याटिकन सेक्रेट आर्चिभ। 85 किलोमिटर लामो गोप्य दस्तावेजहरू। 12औं शताब्दीदेखि सुरु भएको शक्तिशाली इतिहास। यी अभिलेखहरूमा के छ त्यो केवल थोरै विशेष व्यक्तिहरूलाई मात्र थाहा छ। साधारण मानिसका लागि यो ढोका सधैँ बन्द छ। नम्बर 4 मा रहेको छ स्नेक आइसल्यान्ड, ब्राजिल। यो टापुमा संसारकै सबैभन्दा घातक गोल्डेन ल्यान्डसेट सर्प बस्दछ। यहाँ एक कदम राख्नु भनेको जीवनसँग खेल्नु हो। ब्राजिल सरकारले यस टापुमा प्रवेश पूर्ण रूपमा निषेध गरेको छ, किनकि यहाँका सर्प यति घातक छ कि टोकेको केही मिनेटमै मानिसको मृत्यु हुन्छ। नम्बर 5 मा रहेको छ भलबर्ट ग्लोबल सीड भल्ट, नर्वे। यो पृथ्वीको बिउ बैंक हो। 1 मिलियन भन्दा बढी बोट बिरुवाका बिउ यहाँ सुरक्षित छन्। भविष्यमा पृथ्वीमा जे भए पनि जीवन यहीँबाट सुरु हुनेछ। तर त्यहाँ प्रवेश केवल केही वैज्ञानिकहरूको लागि मात्र खुला गरिएको छ। नम्बर 6 मा रहेको छ पोभेग्लिया आइसल्यान्ड, इटली। यो टापु कहिले पनि शान्त छैन। पहिले प्लेगका बिरामीलाई यहाँ फालिन्थ्यो। पछि मानसिक अस्पताल खोलियो जहाँ डरलाग्दा प्रयोगहरू भए। आज यो टापु सुनसान छ। स्थानीयहरू पनि त्यहाँ नजिक जान डराउँदछन्। नम्बर 7 मा रहेको छ चेर्नोबिल एक्सक्लुसन जोन, युक्रेन। 1986 मा भएको परमाणु दुर्घटनाले संसार हल्लाएको थियो। त्यसपछि 30 किलोमिटर क्षेत्र नो एन्ट्री जोन बनाइयो। आज पनि त्यहाँको रेडिएसन घातक छ। त्यहाँ जानु भनेको जीवनलाई जोखिम पार्नु हो। नम्बर 8 मा रहेको छ लस्कौस केव्स, फ्रान्स। यी गुफामा 17,000 वर्ष पुराना चित्रहरू छन्। मानव सभ्यताको पहिलो कला। तर मानिसको उपस्थितिले ती चित्र बिगार्दै थियो। त्यसैले अब त्यहाँ वैज्ञानिकहरूलाई मात्र सीमित प्रवेश अनुमति छ। नम्बर 9 मा रहेको छ फोर्ट नक्स, अमेरिका। फोर्ट नक्स विश्वकै सबैभन्दा सुरक्षित ठाउँ। अमेरिकाको सुन्दर अत्यन्त गोप्य दस्तावेज यहाँ राखिएको छ। 4 मिटर मोटा पर्खाल, हजारौं सुरक्षाकर्मी, अत्याधुनिक प्रविधि। त्यहाँ प्रवेश गर्नु असम्भव सपना देख्नु जस्तै हो। नम्बर 10 मा रहेको छ मेजगोरे, रुस। रुसको यो सहरमा न नागरिक पुग्न सक्छ न त पत्रकार। भन्छन् यहाँ परमाणु हतियार र गुप्त परियोजनाहरू लुकेका छन्। कोही नजिक पुग्यो भने तुरन्तै सैनिक नियन्त्रणमा लिइन्छ। त्यो एक यस्तो ठाउँ हो जसको बारेमा धेरै कुरा बाहिर आउँदैन। त्यसो त संसार विशाल छ, तर त्यस्ता ठाउँहरू अझै धेरै छन् जहाँ हामी पुग्न सक्दैनौँ, देख्न सक्दैनौँ र सुन्न सक्दैनौँ। त्यहाँ लुकेका छन् कथा, रहस्य र शक्ति। अब तपाईँ बताउनुहोस् कुन ठाउँ तपाईँलाई सबैभन्दा रहस्यमय लाग्यो। कमेन्ट गर्नुहोस् र यस्तै रोचक भिडियोको लागि लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोला।